सम्पूर्ण साथीहरूमा नमस्ते। आज म शिक्षक सेवा आयोग तथा लोक सेवा आयोगमा पढ्नुपर्ने टपिक हेल्दी पासपोर्ट इन्डेक्स 2024 एन्ड 25 को बारेमा केही इन्फर्मेसन दिन गइरहेको छु। एकदमै इम्पोर्टेन्ट टपिक रहेको छ। विभिन्न आयोगहरूमा सोध्ने गरेको पाइन्छ। कति पनि ढिला नगरी साथीहरू आजको टपिक सुरु गरौँ। हेल्दी पासपोर्ट सूचकाङ्क 2025 अनुसार सबैभन्दा शक्तिशाली पासपोर्ट भएका शीर्ष 10 राष्ट्रहरू। यो शीर्ष 10 राष्ट्रहरू भनेको यी राष्ट्रहरूको पासपोर्टले विश्वभर धेरै गन्तव्यहरूमा भिजा मुक्त यात्रा गर्न सक्ने सुविधा प्रदान गर्दछन्, जसले यी पासपोर्टको शक्तिलाई दर्शाएको हुन्छ है। यी देशहरूले कुन कुन देशहरूमा कतिवटा देशहरूमा भिजा बिना नै त्यहाँ जान सक्छन् त भन्ने कुरा हाम्रो केले जनाएको हुन्छ त यो पासपोर्टको शक्तिशाली कति नम्बरमा पर्छ त्यसले जनाएको हुन्छ। जस्तो यो हाम्रो हाम्रो कन्टेन्टमा हाम्रो के छ त हेल्दी पासपोर्ट सूचकाङ्क 2025 अनुसार सबैभन्दा शक्तिशाली पासपोर्ट भएका शीर्ष 10 राष्ट्रहरू अन्तर्गत 1 नम्बरमा हाम्रो सिङ्गापुर रहेको छ, 2 नम्बरमा जापान रहेको छ हैन। 195 देशमा सिङ्गापुर बिना भिजा नै प्रवेश गर्न सक्छ भने 193 गन्तव्यहरूमा बिना भिजा नै हाम्रो जापान प्रवेश गर्न सक्छ। त्यस्तै अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे, स्विडेन 191औं स्थानमा पर्दछन्। बेल्जियम, न्युजिल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड, बेलायत 190औं गन्तव्यहरूमा भिजामुक्त पहुँच गर्दछन्। त्यस्तै ग्रिस, अस्ट्रेलिया 189औं गन्तव्य भिजामुक्त पहुँच गर्दछन् भने क्यानाडा, पोल्यान्ड, माल्टा 188वटा देशहरूमा बिना भिजा नै पहुँच गर्न सक्दछन्। त्यस्तै हंगेरी, चेकिया 187 गन्तव्यहरूमा बिना भिजा नै पहुँच गर्न सक्दछन्। त्यस्तै इस्टोनिया, संयुक्त राज्य अमेरिका 186 गन्तव्यहरूमा बिना भिजा नै पहुँच गर्न सक्दछन्। लिथुआनिया, लात्भिया, स्लोभानिया, संयुक्त अरब इमिरेट्स 185 गन्तव्यहरूमा बिना भिजा मुक्त नै पहुँच गर्ने गर्दछन्। यो थियो हाम्रो हेल्दी पासपोर्ट सूचकाङ्क 2025 अनुसार सबैभन्दा शक्तिशाली पासपोर्ट भएका शीर्ष 10 राष्ट्रहरू। यसलाई पज गरेर तपाईँहरूले डाटालाई कपी गरेर पनि तपाईँहरूले यसको हेर्न सक्नुहुन्छ। त्यस्तै अब हामी अर्को टपिकमा जाउँ। यो हेल्दी पासपोर्ट इन्डेक्स 2025 अनुसार सबैभन्दा कमजोर पासपोर्ट भएका 10 राष्ट्रहरू मतलब बिना भिजा एकदमै थोरै मात्र देशमा प्रवेश गर्न सक्ने राष्ट्रहरूको सङ्ख्यालाई यसले जनाउँछ। कमजोर राष्ट्रहरूको कमजोर पासपोर्ट भएका देशहरू हैन 10वटा शीर्ष देशहरूको बारेमा हामीले पढौँ। अब यसमा हाम्रो के छ त 1 नम्बरमा भनेको अफगानिस्तान। यो अफगानिस्तान सबैभन्दा कम देशहरूमा मात्रै बिना भिजा जान सक्दछ। 26 गन्तव्य मात्र भिजा मुक्त पहुँच एक्सेस रहेको छ यसको। त्यस्तै 2 नम्बरमा इराक रहेको छ 29 देशहरूमा। 3 मा रहेको छ सिरिया 30 गन्तव्यमा बिना भिजा मुक्त पहुँच रहेको छ। 4 मा पाकिस्तान रहेको छ। 5 मा यमन रहेको छ 35 गन्तव्यहरूमा। 6 मा सोमालिया 35 गन्तव्यहरूमा। नेपाल 38 गन्तव्यमा बिना भिजा पहुँच रहेको छ। यो 7 नम्बरमा पर्दछ हैन। कमजोर पासपोर्ट भएको देशहरूको सूचीमा 7औं नम्बरमा नेपाल पर्दछ। 8 मा प्यालेस्टाइन टेरिटोरिज रहेको छ 38 गन्तव्यहरूमा बिना भिजा मुक्त पहुँच रहेको छ। त्यस्तै लिबिया भनेको 39 गन्तव्यहरूमा बिना भिजा मुक्त पहुँच रहेको छ। त्यस्तै 10 मा उत्तर कोरिया 39 गन्तव्यहरूमा बिना भिजा पहुँच रहेको छ। त्यस्तै अब हामी यो 2025 एकदमै इम्पोर्टेन्ट छ। यो समसामयिक अन्तर्गत पनि पर्ने भएको भएर यो क्वेसन आउने गर्दछ। त्यस्तै तपाईँहरूलाई यदि 2024 को पनि पढ्छु मैले यसो याद गर्छु कुन कुन चेन्ज भएको छ, कुन कुन फेरबदल भएको छ भन्ने चाहनुहुन्छ भने मैले चाहिँ यहाँ तपाईँहरूलाई हेल्दी पासपोर्ट इन्डेक्स 2024 अनुसार सबैभन्दा शक्तिशाली पासपोर्ट भएका 10 राष्ट्र पनि राखिदिएको छु। यो पनि तपाईँहरूले पढ्न सक्नुहुन्छ है। कपीमा नोट गर्दै पढ्नु होला। 2024 अनुसार हो यो चाहिँ अलिकति पुरानो भयो। समसामयिक अन्तर्गत आउने टपिक भएको भएर यो 24 को तुलनामा 25 एकदमै इम्पोर्टेन्ट छ। त्यही पनि मैले तपाईँहरूलाई 24 पनि यहाँ राखिदिएको छु है। अनि त्यस्तै हेल्दी पासपोर्ट इन्डेक्स 2024 अनुसार सबैभन्दा कमजोर पासपोर्ट भएका 10 राष्ट्रहरू पनि यहाँ राखिदिएको छु। तपाईँहरूले यसलाई पनि एनालाइसिस गर्न सक्नुहुन्छ है त। यी 10वटा राष्ट्रहरू हाम्रो 10औं नम्बरसम्म 2024 अनुसार र 2025 अनुसार हेल्दी पासपोर्ट इन्डेक्स 2024 र 25 अनुसार कमजोर पासपोर्ट र शीर्ष शक्तिशाली पासपोर्ट भएका 10 राष्ट्रहरूको सूची तपाईँहरूलाई आज मैले प्रस्तुत गरेँ। आजलाई यति नै एउटा मात्रै टपिक राखौँ साथीहरू। यस्तै अरू पनि कुनै टपिकहरूमा तपाईँहरूलाई समसामयिक जानकारीहरू चाहिन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र मसँग जोडिनुहोला भन्दै आजको भिडियो यही एन्ड गरौँ।
हस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ टिल द एन्ड सब्सक्राइब आवर युट्युब च्यानल थ्याङ्क यू